हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईँलाई मेरो भिडियोमा। सबैजनाले माया गरिदिनु होला एन्ड सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु भन्दा पनि मेरो नानी चाहिँ अहिले एकदमै बिरामी भइरहेको छ। अहिले मौसम परिवर्तन हुँदैछ, त्यही भएर बिरामी भएको होला। उसलाई चाहिँ डाइरिया उदौबै भइरहेको छ, भमिट पनि गर्छ र डाइरिया पनि चलिरहेको छ। अनि म चाहिँ हस्पिटल जान आँटेँ। हस्पिटल भने क्लिनिक थाहा पाएको छु, कतिलाई थाहा होला थापाचोक भनेर अनि म चाहिँ जान्छु सँगै। मम्मी र म चाहिँ साथी लगेर मलाई चाहिँ एक्लै जानु डर लाग्छ। अनि यहाँ चाहिँ अटो पर्खिरहेको थियौँ, अटोमा पर्खिरहेको थियौँ। एउटा आन्टी पनि जान आँट्नु भयो अनि नानी चाहिँ त्यहाँ छ, अनि यहाँ छु। अनि हामी गयौँ। मेरो नानी चाहिँ एकदम चकचक गर्छ क्या, ऊ चाहिँ आमाको काखमा बसिरहेछ। अनि सर हावा खाँदै गयौँ। आज चाहिँ के साह्रो हावा चलेको, धुलो पनि उस्तै बाटोमा भन्दा पनि घरभित्र पनि त्यस्तै पत्ताहरूले पसेर एकदम धुलो छ क्या। अनि गाडी पनि आइसकेको छ यहाँनिर टाढी जाने। अनि यो चाहिँ किसान चोक हो, किसान चोक। त्यहाँ चाहिँ हामी एकछिन पर्ख्यौँ होला बाटो काट्नुको लागि, किनकि आज गाडीहरू धेरै चलिरहेको थियो भन्दा पनि बाटो काट्न आज धेरै गाह्रो भएको थियो। पहिले त अलिक उयो हुन्थ्यो, किनकि बाटो बनिँदैछ अनि गाडीहरू अलिक जामै जस्तो हुन्छ। अनि एकछिन पर्ख्यौँ फेरि पनि पर्ख्यौँ। साइकलले त बाटो काटिसक्यो। अब हाम्रो पालि भन्दा पनि फेरि बाइक आप्पो आयो त। बाइक सँगसँगै बाइकको सँगसँगै ट्र्याक्टर टिप्परहरू जाँदैछ। टिप्परहरूले गर्दा पनि एकदम जाम हुन्छ अहिले गाडीहरू। अनि फेरि हाइवा गयो, मलाई चाहिँ अलिक गाह्रो भइरहेको थियो। अलिक सटसटी हिँड्ने मान्छे यसमा चाहिँ अहिले देख्न सक्नुहुन्छ गाडीको भिडहरू। अनि दुईतिरै त्यस्तै छ। अब चाहिँ हामी काट्नु लाग्यौँ। अहिले चाहिँ धेरै बाटो बनिँदैछ, त्यही भएर अलिक रोडहरू क्रस गर्नु गाह्रै पर्छ। अब हाम्रो पालो हामी पनि गयौँ। किसान चोकदेखि मङ्गलाबारीतर्फ लाग्यौँ हामी अहिले। गयौँ। हावा चिसो खाँदै, मौसम पनि त्यस्तो छ, धुवा पनि धुलो नानी यहाँ आमाको काखमा सुतिरहेछ उसको आमाको। अब मलाई भन्दा पनि धेरै उसले आमालाई खोज्छ। सुत्ने बेलामा पनि आमा कहीँ जाने आमा भन्दै पछ्याउँछ। अब केटाकेटी र छोराछोरीलाई त्यही त नि, आमाको माया लाग्छ। अनि हामी गयौँ। देख्न सक्नुहुन्छ धुलो रोडमा कम्ती धेरै छ, कति धेरै धुलोहरू। बाफरे बाफ। त्यहाँनिर चाहिँ अलिक कच्चा रोड छ क्या, पिच रोडदेखि तल अहिले कच्चा रोड नयाँ बनाएको छ नि। देख्न सक्नुहुन्छ धुलो। दर्शकबिनहरू यहाँ कति धुलो छ, यहाँ पानीको कमी भइरहेको छ। झन् रोड छेउतिर घर हुनेहरूलाई कम्ता गाह्रो भएको होला। अनि यहाँ टर्निङमा घुमाउनु भइसक्यो बाटो क्रस गर्नुलाई। अब यहाँ एउटा आन्टी उत्रिनुहुन्छ, अघि चढ्नु भएको थियो त्यो आन्टी चाहिँ यहीँसम्म हो। अनि हामी चाहिँ लाग्यौँ। एकछिन अब पैसा दिनुहुन्छ, पैसा दिइसक्नु भयो 50 रुपियाँ, त्यो पनि बार्किङ गर्दै हुनुहुन्छ त्यो आन्टी चाहिँ। अनि हामी चाहिँ लाग्यौँ आफ्नो गन्तव्यतिर भन्दा पनि उपचार गर्नुलाई। अनि रेड सर्ट लगाउने वुमनले चाहिँ गाडी रोक्दै हुनुहुन्छ यहाँ। हामी चाहिँ यताबाट गयौँ अनि हामी आइपुग्यौँ हाम्रो मन्जिल। हामी चाहिँ ठिकै पनि आइपुग्यौँ, रोकिदिनु भयो। मम्मी चाहिँ उत्रिनु भयो पर्खिनु भनेर। अनि ठिक्कै डक्टर पनि यहीँ हुनुहुँदो रहेछ। के भयो भन्दै हुनुहुन्थ्यो, अनि डक्टर पनि यहीँ हुनुहुँदो रहेछ। अनि एकछिन बस्यौँ।
अनि एकछिन पछि त हाम्रो पालो आयो अनि गएँ अनि हामी जताइसकेर चाहिँ अनि म बाहिर नानीलाई लिएँ बाहिर अनि मम्मी चाहिँ यहाँ औषधि लिँदै हुनुहुन्थ्यो मेरो बेबीको लागि अनि उता सिस्टरले औषधि खोजिदिँदै हुनुहुन्थ्यो दिनुको लागि अनि देख्नुहुन्छ मेरो छोरा चाहिँ फ्रुटी खाँदै आउँदैछ ओआरएस मतलब यो नर्मल फ्रुटी बिरामीले खाने झाडा पखाला लागेको बेला डाइरिया भएको बेला यसले चाहिँ केही हुँदैन नानीहरूलाई तपाईँहरूले पनि खुवाउनु सक्नुहुन्छ तपाईँको सानो बेबीलाई अनि खाजा खानु आए थुक्पा भोक लागेको थियो नि त अनि सानो नानी छ अनि भोक लाग्छ अनि म चाहिँ खाँदै पनि थिएँ अनि नानीलाई पनि दिएँ अनि अब म चाहिँ खानेतिर लाग्छु है त साथीहरू एकदम मिठो गरेर खान्छु चिटीले पानी लाचेरो हामी चाहिँ घर आइसक्यौँ मम्मीले चाहिँ नानीलाई दबाई खुवाइदिँदै हुनुहुन्थ्यो खानु मान्दैन थ्याङ्क यू फर वाचिङ माई भिडियो